विभिन्न ठाउँबाट यो आजको अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक कार्यक्रममा भाग लिनका लागि पाल्नुहुने सम्पूर्ण महानुभावहरू यहाँहरू सम्पूर्णलाई हृदयदेखि हार्दिक धन्यवाद र सम्मान गर्न चाहन्छु। त्यसैगरी आज यहाँ के हुँदैछ त भन्ने कुरा विश्व सामु प्रस्तुत गर्नका लागि राख्नका लागि सधैँभरि समाजको आँखाको रूपमा समाजको कानको रूपमा सत्य तथ्य सम्प्रेषण गर्दै प्रसारण गर्दै आउनुहुने आदरणीय पत्रकारज्यूहरू र यो कार्यक्रमलाई सुरक्षित तरिकाले सुव्यवस्थित तरिकाले सहयोग गर्नका लागि आउनुभएका तपाईको चाहिँ प्रहरी मित्रहरू, नगर प्रहरी, नेपाल प्रहरी लगायत सम्पूर्ण प्रहरीका तपाईको चाहिँ टोली सबैजनालाई एकमुष्ट सेवा ढोक भन्न चाहन्छु, नमस्कार गर्न चाहन्छु। यहाँहरू सबैजनालाई अलि नजिक आएर अलिकति ध्यान दिएर सुन्नका लागि पनि म अनुरोध गर्न चाहन्छु। पर पनि हुनुहुन्छ, अलिकति म साह्रै बोल्ने मान्छे हो, परैबाट सुन्दा पनि हुने हो, तर अलि यता आउँदाखेरि न्यानो हुन्थ्यो जस्तो लागेर है। अलि न्यानो हुनु पर्यो नि त, जाडो छ है, न्यानो हुनु पर्यो। यतातिर कुर्सीहरू छ, कुर्सीमा बस्नु होला, होइन भने त्यो तपाईँको चाहिँ कार्पेटमै बसेर सुन्दा पनि हुन्छ। त्यति लामो त बोल्नेवाला छैन म, तर केही कुराहरू मैले राख्नु नै पर्छ यहाँ। यो सबथोक सम्भव बनाइदिनु हुने सम्पूर्ण हाम्रा आर्थिक सहयोगदाताहरू, समर्थकहरू, नैतिक समर्थकहरू, शुभचिन्तन गरेर चाहिँ हामीलाई नगर है भनेर चाहिँ आशिष दिनुहुने सम्पूर्ण शुभचिन्तकज्यूहरू सबैजनालाई आज म सम्झन चाहन्छु। सपना मैले देखेँ, भिजन मेरो थियो, तर भिजन मात्रैले काम लाग्दैन, भिजन मात्रै ठुलो कुरो होइन। भिजन त हामी के देख्छौँ नि होइन। चन्द्रमा जाने भिजन देखिएला, भोलि तपाईँको चाहिँ मङ्गल ग्रह जाने भोलि भिजन देखिएला होइन। अनेक परिको भिजन देख्न सक्छ एउटा मान्छेले, तर त्यो भिजनलाई मिसनको रूपमा, एक्सनको रूपमा, प्लान एन्ड एक्सनको रूपमा तपाईँको छैन लानका लागि सहयोग गर्नुहुने टोली चाहिन्छ, टिम चाहिन्छ। ती सम्पूर्ण तपाईँको छैन म्यान पावर, जनशक्ति चाहिन्छ। ती सम्पूर्ण जनशक्तिको रूपमा जोडेर आउनुहुने सम्पूर्णलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। हाम्रो राजेन्द्र सर, हाम्रो चाहिँ हेन्सेनजी होइन, अब सबैको नाम मैले यहाँ वाचन गर्न के अरे नभ्याइएला, पाएक नहोला। त्यसो भएको कारणले गर्दाखेरि शिवनाना, मिना दिदी, चाहिँ समला बहिनी लगायत सबैजना, ज्ञानो सबैजना है, सबैजना फेरि हाम्रो के अरे मेघराजी, म्याक्सी सबैजना, मैले अघि भने यति लामो हुन्छ भने रात पर्छ, त्यसै पनि तपाईँहरूलाई बोर लागिसक्यो। त्यसले गर्दाखेरि ती सम्पूर्ण मेरा टिमको रूपमा काम गर्नुहुनेहरूलाई म हार्दिक सलाम गर्न चाहन्छु, हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। मैले अस्ति भर्खर भनेको कुरा अलिक भाइरल पनि भइराखेको छ। मैले जे बोल्छु हिजो भाइरल हुन्छ पनि छक्क पर्छु किन है। अ म्यान हेज अ भिजन है, अ म्यान हेज अ भिजन एन्ड अल सुड पार्टिसिपेट इन द मिसन, ओन्ली देन वी क्यान गेट सक्सेस। त्यो कुरा चाहिँ आज यहाँनिर हामीले देखिरहेका छौँ। धेरै मानिसहरूलाई लागिरहेको थियो, अब पहिला घटेको घटना होला त्यो गर्छु भन्छ अनि जग्गा लिन्छ, पछि गएर प्लटिङ गर्छ भन्ने किसिमले शङ्का उपशङ्का पनि हामीलाई त्यो तरिकाले पनि तपाईँको चाहिँ केही मानिसहरूले गरेका थिए। तर म तपाईँहरूलाई भन्छु, हर्क साम्पाङको मन दिन्छ होइन, धोकाधडी गरौँ नराम्रो भन्ने कुरा कहीँ कतै छैन। म थुपामा इमान्दार मान्छे हुँ जस्तो लाग्छ। हुन त अरूले मलाई मूल्याङ्कन गर्ने हो, म जे बोल्छु त्यो गर्छु, जे गर्दिनँ त्यो बोल्दिनँ पनि। त्यसो भएको कारणले गर्दाखेरि म सम्पूर्णलाई म भन्न चाहन्छु, विश्वभर हामीलाई सुनिरहनु हुने, देखिरहनु हुने सबैजना, जो जतिलाई अलिअलि तपाईँको चाहिँ शङ्का पनि लागेको थियो होला, सबैजनालाई भन्न चाहन्छु हामी काम गर्छौँ। त्यसरी चाहिँ तपाईँको नहेरिदिनु, नबुझिदिनु होला, म त्यो पनि भन्न चाहन्छु। मैले गरेका हरेक कुराहरू सफल भएका छन्। किन भन्दाखेरि म इमान्दार छु जस्तो मलाई लाग्छ। मैले पार्क बनाउन चाहेँ, सफल भयो। मैले ट्याङ्की बनाउन चाहेँ, सफल भयो। मैले कोकाहा खोलाको पानी ल्याउन चाहेँ, असम्भव लाग्थ्यो। त्यो सबै कुरा मान्छेलाई असम्भवै लाग्थ्यो है। ती कुराहरूलाई चाहिँ तपाईँको सम्भव बनाएर विश्व रेकर्डसम्म राख्यौँ हामीले।
म एक्लैले राखेको होइन त्यो विश्व रेकर्ड राखेको त सम्पूर्ण तपाईँको सहयोगदाता र श्रमदाताहरूलाई म धन्यवाद दिन चाहन्छु। त्यो सबैजना मिलेर गरेको सबै धरानवासी मतदाताहरूलाई धन्यवाद दिन चाहन्छु। सहयोग श्रमदाताहरूलाई त म धन्यवाद दिन चाहन्छु। आज हर्क साम्पाको गलामा लाग्ने लगाइदिने प्रत्येक फुलको मालामा तपाईँको तिर्गे हक छ जति मेरो छ। तपाईँहरूले मलाई मौका नदिएको भए म भित्र के थियो भन्ने कुरा थाहा हुँदैन होइन। जसरी धरतीभित्र के छ भन्ने कुरालाई देख्नका लागि खनेर हेर्नुपर्छ, त्यसै गरी हर्क साम्पाङ भित्र के थियो त भन्ने कुरा हेर्नका लागि मौका दिनुहुने सम्पूर्ण मतदाताहरूलाई धन्यवाद दिन चाहन्छु। सम्पूर्ण श्रमदाताहरूलाई धन्यवाद दिन चाहन्छु। सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद दिन चाहन्छु। कार्यपालिकालाई धन्यवाद दिन चाहन्छु। मेयरज्यू लगायत सम्पूर्ण वडा अध्यक्षज्यू र चाहिँ वडा के भन्छ कार्यपालिका सदस्यज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। कर्मचारी मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। प्रहरी मित्रहरूलाई धन्यवाद दिन चाहन्छु। सबैको जोडबलले गर्दाखेरि यो सम्भव भएको कुरा हामी सबैले बुझ्नु जरुरी छ। यहाँहरू सबैजनालाई